पत्रकार दिवाकर शाहको हत्या यदि यो समाचार तपाईहरुको बीचमा आयो भने यसलाई नौलो नमान्नु होला र आज बडो सोचेर गम्भीरतापूर्वक संवेदनशील विषयहरू यो देशको अगाडि राख्न गइरहेको छु। आज म तपाईहरुलाई भन्न चाहन्छु यदि साच्चै नै तपाई नेपाली हुनुहुन्छ, यो देशलाई माया गर्नुहुन्छ र साच्चै नै यो देशलाई आफ्नो आमा मान्नुहुन्छ भने आज पहिलो चोटी एसटीपी का दर्शकहरुलाई भन्न चाहन्छु यो विषयको गम्भीरता बुझ्नु होला। तपाईहरुको अगाडि भन्न चाहिरहेको छु यो देश आईएनजीओहरुले चलाइरहेको अवस्था छ, बडो संकटमा छ। तपाईहरुलाई के लागिरहेको छ? सबै कुरा सामान्य छ यो देशमा, जे कुरा आँखाले देखिरहेका छौ त्यस्तो नहुन पनि सक्छ। यो देशमा अहिले विभिन्न शक्तिहरू सक्रिय छन्, यति सक्रिय छन् कि यहाँ तपाई हामी चाहे भने पुरै परिवार सहित गायब गर्दिन सक्छ, यति सक्रिय छन्। तपाईहरु आज सायद मेरो यो भिडियो हेर्न सक्नुहुन्थ्यो र त्यो लाइभ मैले आफ्नो सुरक्षाको लागि गरेको थिए। त्यो लाइभ अफवाह होइन, त्यो लाइभमा सच्चाई छ, त्यो लाइभमा प्रमाण छ। तर ती प्रमाणहरू आज पनि हामी सुरक्षित राखिरहेका छौं र एक्सपोज गर्न सकिनौं, मिडियामा ल्याउन सकिनौं। किन थाहा छ तपाईहरुलाई? त्यो एक्सपोज गर्यो भने मलाई के हुन्छ कि मेरा परिवारका सदस्यहरूलाई के हुन्छ कि हामी अज्ञात समूहद्वारा फेरि टार्गेटमा पर्छौं कि ठूलो खेल चलिरहेको छ र त्यो लाइभले गर्दा ठूलो प्लान चाहिँ डिस्ट्रोय भएको छ। तपाई कल्पना गर्नुस्। कुरा देशको गम्भीरतापूर्वक भन्न चाहन्छु, मेरो सुरक्षाको ग्यारेन्टी लियोस्, मलाई सुरक्षित राखियोस् भने के प्रमाणहरू दिन्छु। समय आउँदैछ प्रमाणहरू दिन्छु र सब प्रमाण बोलिरहेको छु। म तपाईलाई देखाउँछु कसरी विभिन्न दूतावासहरू राति 12 बजे सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीको बालुवाटारको निवासमा छिर्छन्। त्यो गाडीमा को थिए? त्यहाँ त सीसीटीभी क्यामेरा छ नि। त्यो सीसीटीभी क्यामेरा नेपाली नागरिकको अगाडि के सार्वजनिक गर्नुहुन्छ? डेट मिति दिन म तयार छु। जुन दिन म निर्मल निवासमा लाइभ गरेको छु नि, निर्मल निवासको बाहिर गेटमा, त्यो दिन प्रधानमन्त्री कार्यालयमा कुन चाहिँ दूतावासको गाडी ओहोरदोहोर गरिरहेको थियो तर त्यो दूतावासको गाडीमा को बसिरहेका थिए? यहाँ हाम्रो देशलाई प्रयोगशाला बनाइदिँदैछ, रणभूमि बन्दैछ हाम्रो देश। जति तपाईहरु सामान्य बुझ्दै हुनुहुन्छ त्यो सामान्यता कुरा होइन, यो बडो गम्भीर विषय छन्। बोल्दाखेरि फेरि सोच्न थाले। किन सोच्न थाले भने बोलौं किन बोलौं? म तपाईहरुलाई भन्न चाहन्छु जुन दिन 23 गते घटना भयो, शान्तिपूर्ण प्रदर्शनमा गोली चल्यो, ल ठीक छ मान्यो। 24 गते बानेश्वरको फुटेजहरू निकालियोस्। ब्ल्याक टी शर्टहरू कसको कोले लगाएको थियो र त्यो ब्ल्याक टी शर्टमा कालो रङको टी शर्टमा के लेखिएको थियो त्यो कुरा सार्वजनिक गर्ने आँट कसको छ? अब यो बोलिरहँदा त्यो ब्ल्याक टी शर्ट लगाउने वालाहरू मलाई टार्गेट गरिसक्यो। अब टार्गेटमा पडिसके, नो डाउट। दोस्रो कुरा तपाईहरुलाई भन्छु, सबै ठाउँमा आगजनी भयो हैन। प्रहरीको चौकीहरू प्राय हामी नेपालीहरू बुझ्छौं। ल मानौ कुनै जिल्लामा के भयो, विराटनगरमा के भयो, कुनै घटना भयो भने धेरैमा के हुन्थ्यो? विराटनगरको प्रहरी चौकीमा तोडफोड हुन्थ्यो, ढुङ्गामुढा हुन्थ्यो, आन्दोलनहरुमा त्यही त हुन्थ्यो। तर 24 गते कहाँबाट सबभन्दा शक्तिशाली कहाँ छ? देशको मेरुदण्ड सुरक्षा निकाय, त्यसलाई टार्गेट गरियो। सबैभन्दा इम्पोर्टेन्ट फ्याक्ट कहाँबाट भयो भने ल 23 गते प्रहरीले गोली चलायो, त्यो गोलीबाट मृत्यु भयो, जेन्जी भाइ बहिनीहरूले गोली खाए, ताकि गोली हानियो। त्यो गोली हान्नेहरू को छन्? प्रहरी हुन सक्छन् कि अन्य मान्छेहरू हुन सक्छन्। त्यो कसरी त्यो घटनाहरू भयो यसमा अहिले सर्वप्रथम यिनीहरूको छानबिन होस्, जति सक्दो हुन्छ। किनभने हामीले जानकारी के पाइरहेका छौं भने प्रमाणहरू नष्ट हुँदैछ। आज म यसरी बोले नि, अब त्यो कालो टी शर्टको अघि जुन मैले भनेको थिएँ, कालो टी शर्ट लगाउने मान्छेहरूको टी शर्ट पछाडि के लेखिएको थियो र त्यसको फुल फर्म के हो? अब यति भन्दा त सायद नेपाल प्रहरीले र अहिलेको सरकारले बुझिसके होला म के भन्न खोजिरहेको छु। कि त्यो पनि म खुलेरै भन्नु पर्यो। यदि मलाई मार्नै खोज्नु भएको छ भने मर्न म तयार छु। तर त्यो कालो टी शर्टमा 3 शब्दको जुन कोड लेखिएको थियो त्यो कोडको फुल फर्म के हो? जसरी एचटीपी, हाम्रो कम्पनीको नाम हो एचटीपी, हिमाल तराई पहाड है। हाम्रो कतिपयलाई थाहा हुँदैन एचटीपी को फुल फर्म के हो। एचटीपी को फुल फर्म हिमाल तराई पहाड हो। त्यहाँनिर त्यो कालो टी शर्टमा 3 वटा अक्षर लेखिएको छ। त्यो टी शर्ट कोले लगाएका थिए, तिनीहरू कहाँबाट परिचालित थिए र उनीहरूको भूमिका के थियो 24 गते। यो कुराहरू 23 गते र 24 गतेको फुटेजहरू विभिन्न ठाउँबाट निकालियोस्। सही के हो, सत्य के हो, सबैको अगाडि आइहाल्छ। देश अहिले संकटमा छ। अन्तर्राष्ट्रिय शक्तिहरू पुरै सक्रिय छन्। रातारात बालुवाटारमा ढोका खोलिन्छ एम्बेसीको गाडीको नाममा। त्यो गाडीहरू रातिको 12 बजे
प्रधानमन्त्री कार्यालयमा के गर्न जान्छ यो प्रश्न सोध्ने कि नसोध्ने केही इमर्जेन्सी नै थियो भने त्यो जनताको अगाडि यो देशको अगाडि राख्नु पर्यो के चाहिँ इमर्जेन्सी थियो आज तपाई हेर्नुस् कस्तो भइरहेको छ यो देशमा केही नाम चलेका अहिलेको अवस्थामा नाम चलेका विभिन्न आईएनजीओ एनजीओहरूले यो सरकारलाई चलाइरहेको अवस्था छ नेपाली भन्दा पनि विदेशी संस्थाहरूले चलाइरहेको छ यहाँ 23 गतेको शान्तिपूर्ण प्रदर्शनमा पानी बाँड्नेहरू अहिले मन्त्री बाँडिरहेका छन् र यी सबै कुराको प्रमाण छ हामीसँग यदि मैले त्यो प्रमाण अहिले राखदिए भने म मात्रै असुरक्षित हुँदिन मान्छे पनि असुरक्षित हुन्छ हाम्रो पत्रकारिताको एउटा धर्म छ सूचना दिनेलाई सिक्योर गर्नुपर्छ सुरक्षित राख्नुपर्छ तर यति बोलिरहँदै म त टार्गेटमा परे म टार्गेटमा परिसके ढुक्काउनुस् अब मेरो सुरक्षाको ग्यारेन्टी रहेन यति चाहिँ ग्यारेन्टी नै भयो आज मलाई लाग्यो बोल्नुपर्छ आज यदि बोलिन भने यो देश अफगानिस्तान हुनबाट कसैले रोक्न सक्दैन तपाईहरु अलिकति गम्भीर हुनु होला म